घर चाहिँ मेरो धनकुटा पाकिरस नगरपालिका 8। मेरो जागिर चाहिँ 5 पुरा भएर छ रनिङमा छ। अनि म चाहिँ यो सुरुमा पासआउट भएको बित्तिकै आएको थिएँ। सुरुमा यहाँ आइकन पनि यहीँ तिनटै भयो चुनाव। यहाँ सुरुमा अधिवेशन यहीँ तल गाउँपालिकामा खरसोटी अधिवेशन चुनाव त्यहाँ गरेको। त्यसपछि पछाडि भनेको माथि सल्लेरीमा जनजागृति माविकी के भन्छ यता स्कुलमा त्यहाँ दोस्रो गरे। योसँग तेस्रो चुनाव 3टा चुनाव चाहिँ जस मैले चाहिँ यहाँ सोलुखुम्बुमै आएर गराउनु पाएँ। अब यहाँ छोडेर गएको पनि समथिङ 2-2.5 वर्ष भइसकेको। फेरि उहाँ विराटनगरबाट फेरि यहीँ चुनाव गराउन आइपुग्यो। अब म चाहिँ के भन्न चाहन्छु भने अब यहाँ आज सकियो, भोलि लास्ट एक दिन हो। सबैले राम्रोसँग गरौँ, सबै अब निर्वाचन राम्रोसँग सफल पारौँ, यही चाहिँ मेरो सबैले शुभकामना। 8 नम्बर कता पर्छ सर? मुगा हजुर सानी हो नि सानी हजुर सानी अहिले 1 र 2 पर्छ मुगातिर। धन्यवाद सबै साथीहरूलाई। अब हामी यहाँ आएदेखि आजसम्म अब भोलिको त कुरा नगरौँ, भोलिको त कालको आजसम्मको व्यवस्थापन कस्तो रह्यो, मतदान अधिले गर्नुपर्ने के थियो, के भयो, अझ कस्तो भयो हुन्थ्यो, सायद मतदान अधिले के गर्नुपर्ने गर्नुभयो भएन, यस्तो गुनासो पनि यसो गर्नुभएको हुन्थ्यो, कसैबाट आएन त्यस्तो कुराहरू। पहिलो अनुभव अगाडि कस्तो हुन्थ्यो थाहै भएन। पाइन्छ भन्ने लाग्यो।